यो चिसो मौसममा करेसाबारीमा भिन्डी उमार्नको लागि बेड तयार भइसकेपछि सानो कोदालीको सहायताले पूर्व पश्चिम दिशातिर फर्केका नालीहरू बनाउनु पर्छ। त्यसपछि यो नालीमा आधी जति पानी भर्ने र यो पानीले गर्दाखेरि भिन्डीको बिउ उम्रिनलाई सहयोग गर्छ। भिन्डीको बिउलाई रातभरि भिजाएर राख्ने, त्यसपछि एउटा कटनको कपडामा यसलाई फिल्टर गरिदिने। बिउ भिजाउँदाखेरि यो बिउ छिटो उम्रिन्छ। यसरी बाँधेर एकछिन झुन्ड्याइदिने अनि यो बिउको सबै पानीहरू सुक्छ। यसरी पालै पालो सबै नालीमा यसको आधी जति पानी भर्ने। पानी सुकिसकेपछि यो पानीको नजिकै यसरी 2-3टा बिउ राख्ने र बिउ जहिले पनि हामीले उत्तर साइडतिर राख्नुपर्छ, किनभने दक्षिण साइडबाट घाम लाग्छ र त्यो घामको कारणले बल्ल यो बिउ चाहिँ उम्रिन्छ। र त्यसको माथि अलिकति यो खरानी राखिदिने। यो खरानीले के गर्छ भने बिउ उम्रेपछि यसमा विभिन्न किसिमको फङ्गसहरू लाग्न दिँदैन र बेर्ना चाहिँ स्वस्थ रहन्छ। यसरी बिउ राख्दै जाने, माथिबाट खरानी राख्ने। यो तरिकाले सबै बिउहरू हामीले रोप्न पर्छ। पोली हाउस बनाउनको लागि यहाँ चाहिँ सानो सानो यो रड छ। रडलाई जमिनमा यसरी दुईतिरबाट गाडिदिनु हो। यो पिभिसी पाइप हो, यो हाइली फ्लेक्सिबल हुन्छ। यसलाई यसरी यहाँ अघिको रडमा यसरी बेन्ड गरिदिनु हो। यसरी सबैमा यो बेन्ड गरेर लगाइदिनु हो। यहाँ बीचमा यो 2वटा यो फिलामेन्ट बत्ती झुन्ड्याइदिएको। यो धेरै चिसो भएको बेलामा, कुहिरो लागेको बेलामा यो बत्ती बालेपछि यहाँ हिट भइरहन्छ र बिरुवा हाम्रो उम्रिन्छ। यसरी टनेलको सबैतिरबाट माटोले प्लास्टिकले च्यापिदिने। यो तरिकाले टनेल बनाउने अनि यो टनेलले गर्दा भित्रको तापक्रम बढी हुन्छ, जसले गर्दा यो चिसो मौसममा पनि हाम्रो भिन्डी मजाले उम्रिन्छ। यो तरिकाले टनेल बनाएर हामीले चिसो मौसममा पनि भिन्डी उमार्न सक्छौँ। हजुरहरूले पनि आफ्नो करेसाबारीमा यसरी यो चिसो मौसममा भिन्डी उमार्न सक्नुहुन्छ। यो भिडियो जानकारीमूलक लागेमा यसलाई लाइक र सेयर गर्नुहोला। हस्त साथीहरू, धन्यवाद।